नेपालले एमसीसी पास गर्यो तर एसपीपी अस्वीकार गर्यो त। दुवै अमेरिका सम्बन्धित कार्यक्रम हुन् र नेपालमा यही कुरालाई लिएर ठूलो राजनीतिक बहस भइरहेको थियो र अहिले फेरि रासपाको सरकार बन्ने भएसँगै यो बहस फेरि उजागर भएको छ। फन्डामेन्टल्ली यी दुई एउटै कुरा चाहिँ होइनन्, तर कता कता शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थको लागि एउटाको नाममा विभिन्न शर्तहरू राखेर आफ्नो कार्यक्रमहरू लाद्ने गरेका छन्। पहिलो कुरा गरौँ एमसीसीको। एमसीसी अर्थात् मिलेनियम च्यालेन्ज कर्पोरेसन 2004 मा स्थापना गरिएको अमेरिकाको एउटा सरकारी कार्यक्रम हो। यसको उद्देश्य के हो? विकासशील देशहरूमा पूर्वाधार विकास लगायत आर्थिक वृद्धिका कुराहरूमा सहयोग गर्ने। नेपालको सन्दर्भमा एमसीसी अन्तर्गत करिब $500 मिलियन अनुदान आइसकेको छ। नेपालले एमसीसी 2074 भदौ 29 मा सम्झौता गरेको थियो र संसदबाट पास भने 2078 फागुन 15 मा मात्रै भयो। संसदले एमसीसी पास गर्दाखेरि एउटा व्याख्यात्मक टिप्पणी पनि सँगै राखेको थियो। त्यसमा स्पष्ट बन्यो नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुने छैन र नेपालको संविधान अरु कुनै कानुनभन्दा एकदम माथि हुनेछ र एमसीसी भन्दा नेपालको संविधान निकै माथि हुनेछ। एसपीपी भनेको स्टेट पार्टनरशिप प्रोग्राम हो। यो भनेको अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्स अर्थात् रक्षा मन्त्रालय अन्तर्गतको कार्यक्रम हो। यो नितान्त सुरक्षा सम्बन्धी कुरा र रणनीतिको कुरा हो। यस अन्तर्गत अमेरिकाको नेशनल गार्ड र अन्य देशको सेनाहरूबीच सुरक्षा, सैन्य तालिम र आपतकालीन सहयोगका कार्यक्रमहरू हुने गर्छन्। संसारका धेरै देशहरूमा यो लागू भएको छ, जस्तै बङ्गलादेश, फिलिपिन्स, मङ्गोलिया, भियतनाम। एसपीपी को सुरुवात नेपालमा 2015 मै सुरु भयो, जब नेपाली सेनाले एसपीपी को कार्यक्रममा सहभागी हुन पहिलो पटक पत्र पठायो र 2017 मा पुनः सहभागिताको लागि पनि फेरि पत्र पठायो। 2019 मा अमेरिकाले नेपाललाई सम्भावित सहभागी देशको रूपमा स्वीकार गरेको भनेर खबर आयो र 2022 मा कार्यक्रमको एउटा ड्राफ्ट सार्वजनिक भइसकेपछि नेपालमा ठूलो विवाद र बहस सुरु भयो। अन्ततः 2079 सालमा प्रचण्ड नेतृत्वको सरकारले अमेरिकालाई औपचारिक रूपमा पत्र पठाएर एसपीपीमा सहभागी नहुने कुरा निर्णय गर्यो। लिक भएको एसपीपी ड्राफ्टमा के बुँदाहरू थिए त? पहिलो त सम्झौताको प्रारम्भिक अवधि भनेको 5 वर्ष हुने र कुनै पनि एउटा पार्टीले त्यसलाई डिसमिस नगरेसम्म त्यो निरन्तर लागू भइरहने कुरा उल्लेख थियो। र दोस्रो, अमेरिकी नेशनल गार्ड र सम्बन्धित कर्मचारीहरूले नेपालका सहमत सैन्य सुविधाहरू सहज रूपमा प्रयोग गर्न सक्ने व्यवस्था उल्लेख थियो। तेस्रो, कार्यक्रम अन्तर्गत अमेरिकी सवारी साधनहरू, विमानहरू, उपकरण र सामग्रीहरू नेपालका सहमत भएका स्थानहरूमा प्रवेश गराउन सक्ने र प्रयोग गर्न सक्ने कुरा पनि उल्लेख गरिएको थियो। प्लस तालिममा सम्बन्धित गतिविधिको लागि अस्थायी रूपमा नेपालमा तैनात हुन सक्ने कुरा पनि व्यवस्था गरिएको थियो। चौथो, तालिम वा अभ्यासका क्रममा प्रयोग हुने उपकरणहरू पनि अस्थायी रूपमा भण्डारण र सहज रूपमा आवत जावत गर्न सकिने कुरा पनि त्यहाँ राखिएको थियो। नेपालको परराष्ट्र नीतिको मूल सिद्धान्त भनेको नै नन अलाइनमेन्ट अथवा असंलग्नता हो। नेपालले कुनै पनि सैन्य गठबन्धनमा संलग्न नहुने नीति लिएको छ। त्यसैले धेरैले एसपीपीलाई सैन्य गठबन्धनको रूपमा लिएर असहमति अथवा विरोध गरेको देखिएको थियो। अस्ति भर्खर चुनाव सकिए लगत्तै मोदी लगायत चाइनाले पनि अन्य सहकार्यका विषयमा र विकासका विषयमा बधाई दिँदै गर्दा अमेरिकाले भने सेक्युरिटीको कुरा जोड्दै बधाई दिइरहेको थियो। यसले गर्दा नयाँ आशंका पनि पैदा गरेको छ। भोलि आउने सरकारले कतै रोकिएको एसपीपी सम्झौतालाई फेरि प्रस्ताव गरेर अगाडि बढाउने त होइन। दुई विशाल शक्ति भारत र चीन बीचमा अवस्थित भएको देशको कारणले नेपालले आफ्नो विदेश नीति धेरै सन्तुलनमा राख्नुपर्ने देखिन्छ। त्यसैले कुनै पनि अन्तर्राष्ट्रिय सम्झौता केवल आर्थिक फाइदाको लागि मात्र होइन, राष्ट्रिय हित, सार्वभौमिकता र दीर्घकालीन रणनीति हेरेर निर्णय लिनुपर्छ।